नमस्कार, हामी यतिखेर छौँ 9 राष्ट्रिय भक्का दिवस 2082 मा बिर्ता बजार स्थित डोमालाल राजवंशी रङ्गशालाको पश्चिमपट्टिको भागमा यो वर्ष राष्ट्रिय भक्का दिवस 2082 चाहिँ मनाउने तयारी गरिँदैछ। मसँग क्यामेरामा हुनुहुन्छ अतीत योङहाङ। 9 राष्ट्रिय भक्का दिवस 2082 कस्तो भइरहेको छ? बिर्ता बजार स्थित डोमालाल राजवंशी रङ्गशालाको पश्चिमतर्फ यहाँ खास गरी राजवंशी समुदायका दिदीबहिनीहरूले भक्कालाई यहाँ तयार गरिरहनु भएको छ। भक्का भन्ने बित्तिकै यो राजवंशी समुदायको एउटा मौलिक परिकार हो। खास गरी आज देशैभरि राष्ट्रिय भक्का दिवस बडो हर्षोल्लासका साथ मनाइँदैछ। भक्का कसरी बनाइन्छ, भक्काको महत्त्व के छ, भक्काको विशेषता के छ र यसमा चाहिँ के कस्तो पहिचान लुकेको छ भन्ने बारे पनि हामी यस विषयमा कुराकानी गर्नेछौँ। कतिपयले बनाउँदै हुनुहुन्छ भने कतिपयले चाहिँ ठ्याक्कै यो बनाउने तयारीमा हुनुहुन्छ। तपाईँहरूलाई मैले नजिकबाट देखाइरहेको छु र खास गरी यहाँ वाल्मिकी लिङ्कन कलेजबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरू समेत यहाँ आफ्नो प्र्याक्टिकलको लागि हुनुहुन्छ। उहाँहरूले चाहिँ यहाँ फुड चाहिँ प्रदर्शन गर्दै हुनुहुन्छ। यस्तो चाहिँ हामी यहाँ देख्न सक्छौँ र अबको केही समय पछाडि यहाँ अझै व्यापक रूपमा चाहिँ भक्काहरू तयार हुनेछ र अहिले तत्कालको यहाँको तयारी चाहिँ यस्तो छ। ल हेर्नुहोस्, यहाँ चाहिँ एकदम धेरै मात्रामा सब्जीहरू निर्माण हुँदैछ। राष्ट्रिय भक्का दिवस 2082 को रौनक कस्तो छ त बिर्ता बजार स्थित डोमालाल राजवंशी रङ्गशालाको यो पश्चिम भागमा। मैले अघि पनि भने वाल्मिकी लिङ्कन कलेजका भाइ बहिनीहरू समेत यहाँ आउनु भएको छ र हामी यहाँ यस्तो माहौल चाहिँ देख्न सक्छौँ। अबको केही बेर पछाडि यहाँ राष्ट्रिय स्तरका कलाकारहरूबाट समेत केही महत्त्वपूर्ण प्रस्तुतिहरू हुने गर्दछ। हाम्रा पत्रकार महोदयहरूको समेत यहाँ उपस्थिति भइरहेको दृश्य हामी देख्दछौँ। यहाँ छ यस्तो माहौल। सबैजना भक्का दिवसमा आउनुहोला, भक्का मनाउन चाहिँ आउनुहोला र अहिले तयारी भइरहेको छ। यस्तो अवस्था हामी देख्न सक्छौँ। यहाँ भक्का तयार भइरहेको अवस्था छ। यस विषयमा केही बुझ्न गइरहेको छु। यतिखेर छौँ हामी राष्ट्रिय भक्का दिवस 2082 मा। 9 राष्ट्रिय भक्का दिवस कसरी मनाइँदैछ यस विषयमा जानकारी दिनको लागि मसँग एकजना व्यक्तित्व उपस्थित हुनुहुन्छ। थोरै कुराकानी गर्न चाहन्छु। सर नमस्कार। नमस्ते। हजुरको शुभ नाम बताइए। निरज श्रेष्ठ। के छ अहिले यहाँ भक्का दिवसको माहौल, तयारी, यहाँ हुने सम्पूर्ण गतिविधिहरू समेटिदिनु न। हस्, एक्चुअली के हो भन्दाखेरि भक्का दिवस अहिले यो 9औं भक्का दिवस हामीले मनाउँदैछौँ। यो राजवंशी समुदायको एउटा चाहिँ प्रमुख चाडको रूपमा अहिले हुन थालिसकेको छ। सुरुवाती दिनमा चाहिँ यो चाहिँ थोरै सानो जमातमा चाहिँ हामीले चाहिँ गैला डुबाउन सुरु गरेको थियौँ। त्यहाँबाट हुँदा हुँदा अहिले आएर चाहिँ हामीले 10औं हजार मान्छेलाई चाहिँ भक्का चाहिँ फ्रीमा यसरी उत्सव मनाएर चाहिँ खुवाउने यहाँसम्म हामी जमर्कोमा पुगेको छौँ। अहिले चाहिँ यसमा चाहिँ राजवंशी विकास समितिको चाहिँ ठुलो हात छ। यहाँ हामी चाहिँ एउटा सपोर्टरको रूपमा मात्रै आएको छु म चाहिँ। तर म चाहिँ सुरुदेखि नै पहिलो वर्षदेखि नै यहाँ जोडिरहेको कारणले अहिले यसो हेर्दा गर्व महसुस हुन्छ। हामी पनि यसमा जोडिन पाएको छौँ, किनभने राजवंशी समाज भनेको हामी नेपाली नै हो, सबै दाजुभाइ हो, एक अर्कामा एकजुट हुने मौका पनि हो यो। हजुर, जस्तो नि अहिले धेरै साथीहरूले यो भिडियो हेरिरहनु भएको छ। भक्का अनि राजवंशी समुदाय अथवा नेपाली परिकार यी सबै कुरालाई जोडेर हेर्दा यसले नेपालको संस्कृति बचावटमा चाहिँ कस्तो भूमिका खेल्छ होला? पक्कै पनि ठुलो योगदान खेल्छ। संस्कृति बचावट भनेको चाहिँ हामीले यो खानाको संस्कृति पनि एउटा हामी त्यसमा जोडेर ल्याउनु पर्ने हुन्छ। जहिले पनि संस्कृति बचाउँदै गर्दा खाना पनि हामी चाहिँ परम्परागत संस्कृतिबाटै आएको जोडिएको कुरा हो। त्यो कारणले गर्दा चाहिँ भक्का अहिले चाहिँ हाम्रो देशमा मात्रै नभएर इन्टरनेसनली पनि रेकगनाइज भइसकेको छ। हाम्रो सेफ सन्तोषले पनि हाम्रो ठुलो एउटा चाहिँ इभेन्टमा चाहिँ यही भक्का देखाएर नै जितेर आइसक्नु भएको पनि छ, भक्का देखाएर। सो त्यो कारणले गर्दा अहिले हाम्रो नेपालमा मात्रै होइन, अहिले यही दिवस पनि, यही भक्का दिवस पनि अहिले संसारको विभिन्न मुलुकमा आजको दिन पनि मनाइँदैछ। यसलाई चाहिँ नेसनल भक्का डेको रूपमा पनि अहिले चिनिने गरेको छ। हजुर, यहाँ अगाडि स्टेजको पनि निर्माण
भइरहेको छ। हजुर। खास गरी यहाँ अरू के कार्यक्रमहरू हुन्छ यसबारे पनि थोरै जानकारी पाउन। यहाँ अहिले यो राजबंशी समुदायको संस्कृतिसँग कोच समुदायको संस्कृतिसँग जोडिएर चाहिँ विभिन्न अहिले चाहिँ यो सांस्कृतिक नाचगान प्रोग्रामहरू झाँकीहरूको प्रोग्रामहरू चाहिँ उहाँ संस्कृति झल्किने प्रोग्रामहरू चाहिँ स्टेजबाट चाहिँ सो हुन्छ। ए ल हस् सर, यहाँलाई धन्यवाद जानकारीको लागि। व्यस्त हुनुहुन्छ, कार्यक्रमलाई सफल बनाइदिनु होला। हस्, धन्यवाद तपाईँलाई पनि। हस् हस् धन्यवाद। 9 राष्ट्रिय भोका दिवस 2082 मनाइरहेको स्थानमा छौँ। झापाको बिर्ता बजार स्थित डोमालाल राजवंशी रङ्गशालाको पश्चिम तर्फको भागमा जहाँ भक्का तयार हुँदैछ। यो भक्काको विषयमा चाहिँ म राजवंशी समुदायसँगै केन्द्रित रहनु भएकी एकजना चेलीसँग कुराकानी गर्दैछु। नमस्कार। नमस्कार, हजुरको नाम बताइदिनु न। मेरो नाम मीना राजवंशी। ए ल, खुसी लाग्यो। के छ यो भक्का, कस्तो परिकार हो, भक्कामा के कुरा मिसाएर बनाइन्छ बताइदिनु न। यो भक्कामा चामल मात्रै मिसाउँछ। ए हो, चामल मात्रै हो। भनेपछि यो चाहिँ पकाउँदाखेरि यसको कसरी पकाइन्छ, यसको विधि कस्तो हुन्छ? यसको यो चामल भिजाउनु पर्छ होइन, चामल भिजाएर कुट्नु पर्छ, कुटेर अनि यो पिठो बनाउनु पर्छ होइन। पिठो बनाएर अनि मुस्नु उहाँ दिदीहरूले पनि मुसिराखेको छ। हजुर हजुर। अनि मुसेर अनि यो भक्का यो यसरी तयार पारेर अनि यता बनाउनु पर्छ। ए भनेपछि जस्तो एउटा भक्का तयार हुन चाहिँ कति समय लाग्छ, कति मिनटमा एउटा भक्का तयार हुन्छ? एउटा भक्का यस्तो 2 मिनट जति लाग्छ। ए 2 मिनट जति लाग्छ। पानी उम्ल्यो भने पानी तात्यो भने भइहाल्छ। ए अनि के छ अहिले तपाईँहरूमा चाहिँ यो जुन भक्का बनाउने चलन छ नि, भक्का बनाइरहँदाखेरि तपाईँहरूले अरू कुन कुन समयमा भक्काहरू धेरै बनाउनुहुन्छ? हामीहरूको यो जाडोमा मात्रै हो। ए हो, मङ्सिरदेखि माघ फागुनसम्म। ए फागुनसम्म हुन्छ। ल ठिक छ, एकदम खुसी लाग्यो होइन। तपाईँहरूको यो एउटा मौलिक परिकार हो, तपाईँहरूको पहिचान हो होइन। यसलाई तपाईँहरूले जगेर्ना गर्नु होला। तपाईँलाई राष्ट्रिय भक्का दिवसको धेरै धेरै शुभकामना। धन्यवाद।